है त। अब हिजो पनि तपाईलाई मैले सिकाइसकेको छु है, कोरे सोरे आरे भनेको विषयमा हैन। अब कोरे सोरे आरे अनि कोनो सुनो आनोको फरक के रहेछ? मिनिङ एउटै हो, तर के फरक रहेछ? कोरे सोरे आयो आरे आयो भने त्यसको पछाडि चाहिँ वा पार्टिकल लाग्छ, कोनो सुनो आनो आयो भने चाहिँ नाउन लाग्छ, अनि मात्रै वा पार्टिकल लाग्छ भन्ने कुराहरु चाहिँ हिजै भनिसकेको छ है। र मैले त्यो देखाइदिएको पनि छ तपाईहरुले लेखाएर हैन। अब यसको मतलब चाहिँ के हुन्छ? कुनै पनि वस्तुलाई चिनाउनको लागि चाहिँ यो चीज चाहिँ यो हो भनेर चिनाउनको लागि चाहिँ कोरे सोरे आरेको प्रयोग गरिन्छ। त्यो आउने बित्तिकै वा पार्टिकल हुन्छ हैन। तर त्यो छोडेर यो कुनै पनि वस्तु चाहिँ कसको हो र कोसँग बिलोङ्स गर्छ क्या, त्यो कोसँग चाहिँ बिलोङ्स गर्छ भन्दाखेरि चाहिँ कोनो सुना आनोको प्रयोग गर्छ। नेपालीमा पनि मैले लेखिदिएको छु है। र यो दुईटा एक्सप्लेनेसन आउँदैन भने यो चाहिँ कहिले नभुल्ने है। कोरे सोरे आरेको पछाडि वा पार्टिकल, कोनो सुना आनोको पछाडि नाउन अनि बल्ल वा पार्टिकल है त। नाउन प्लस बल्ल वा पार्टिकल। ओके, यो नबिर्सिने है त। ल त्यसै गरी मैले इक्जाम्पल दिएको छु है त। यहाँ हेर्नु त, कोरे वा होन्देस है, यो चाहिँ किताब हो है। अब यहाँ कोरे पछि सिधै वा भएको छ है। सोरे वा खाबान्देस, यो चाहिँ झोला हो हैन। अनि आरे वा तोकेई देश, त्यो चाहिँ घडी हो। सिधै चिनाएको छ नि, वस्तुलाई मात्र चिनाएको छ है। अब यहाँ है त, कोनो अब नाउन पछि सिधै अब यो उसब पछि कोनो सोनो आनोको पछाडि नाउन भनेको थियो नि, कोनो होन भनेको नाउन हो नि त। कोनो होन वा आशिषु सानो देश, त्यो किताब चाहिँ आशिष जीको हो। अब कोसँग बिलोङ्स गर्यो? आशिष जीसँग बिलोङ्स गर्यो। सोनो खाबान, अब त्यो झोला सिधै नाउन आज सोनो पछाडि है। सोरे खाबान, सोरे भनेको चाहिँ सोरे खाबान लेख्न मिल्यो? मिलेन है। अब यहाँ चाहिँ के छ? सोनो आज, सोनो आएपछि के हुन्छ त? सिधै नाउन आयो। सोनो खाबान वा वातासिनो देश, त्यो झोला चाहिँ मेरो हो। अब त्यो झोला चाहिँ मेरो हो भनेर झोला सिधै नाउन आयो नि त। सोर्नुपछि के हो त? नाउन आयो। अब आनो तोकेई भने है, अब आनो पछि सिधै नाउन आयो त। नाउन आयो भने यो पनि कोसँग बिलोङ्स गर्छ भन्ने कुरा हो है। आनो तोकेई वा तानिसा सानो देश, त्यो घडी चाहिँ त्यो घडी चाहिँ तानिसा जीको हो है। अब बुझ्नुभयो? सोनो, कोनो सोनो आनो पछाडि नो के अरे नाउन पार्टिकल पछि वा, नाउन पछि वा पार्टिकल, कोरे सोरे आएपछि सिधै वा पार्टिकल हुन्छ भन्ने कुराहरु बुझ्नु पर्यो है। कोनो सोना आरोले चाहिँ त्यो चीज चाहिँ कोसँग बिलोङ्स गर्छ भन्ने कुरा जनाउँछ। कोरे सोरे आरोले चाहिँ यो चीज चाहिँ के हो भनेर चाहिँ चिनाउँछ है। यो चीज चाहिँ के हो भनेर चिनाउने काम गर्छ है। अब यति बुझिसकेपछि अब अर्को बुझ्ने काम हाम्रो भनेको यहाँनिर हेर्नु हैन। गो भनिन्छ तपाईहरुको मिनिङमा यसरी गो दिएको छ है। यसरी यो गो को मिनिङ चाहिँ तपाईले याद गरिसक्नु भाषा हो है। अब यसमा चाहिँ के हुन्छ? कुनै पनि देशको नाम पछाडि गोलाई राख्यो भने त्यो देशको भाषा भन्ने बुझिन्छ। बुझ्यो? कुनै पनि देश, अब जस्तै मैले इक्जाम्पलमा दिएछु, नेपाल गो भने नि नेपाली भाषा भयो है। अनि एउटा चाहिँ फेरि फरक के नि एई गो, इंग्लिशलाई चाहिँ फेरि अमेरिकन भनेको इंग्लिश भयो, अंग्रेजी के रे अमेरिका भयो। अमेरिकन गो नभनेर त्यसलाई चाहिँ के भन्छ? फेरि एई गो भन्छ है। एई गो भनेको चाहिँ के त? इंग्लिश भाषा है। यसमा याद गर्नुपर्छ यो कुरा चाहिँ। एई गो भनेको इंग्लिश भाषा। यसमा चाहिँ फेरि अब सेन्सले यहाँ फेरि देशको नाम भन्नुभएको छ नि, देशको नाम राखेर गो हुँदैन यसमा चाहिँ। ल अब अरूमा चाहिँ त्यही हो। निहोन भनेको जापान भयो, निहोङ्गो भनेको जापानिज भाषा भयो हैन। अब चाहिँ तपाईको चाइनिज भनेको के? चाइना भनेको के हो? च्युगोकु हो नि त हैन। च्युगोकु भनेको चाइना हो। अब यसमा गो जोड्दै भने के हो? चाइनिज भाषा भयो के है। कुनै पनि देशको भाषा एउटा यो छोडेर यसलाई चाहिँ एगो भन्छ। त्यो बाहेकको इंग्लिश भाषा बाहेक अरू सबैलाई त्यो देशको नाम पछाडि गो जोड्यो भने त्यो देशको भाषा भन्ने बुझिन्छ। ओके। र नान र नानी भनेको छ है। नान र नानी भनेको के त? वाट। कुनै पनि चीजको प्रश्न गर्नको लागि, कुनै पनि चीज के हो भनेर सोध्नको लागि डब्ल्युएस क्वेशनको वाट भन्ने बुझिन्छ है। यसलाई चाहिँ नान अथवा नानी आउँछ। अहिले तपाईलाई यो नान भन्ने मात्रै याद गर्दा पनि हुन्छ, नान भनेको है। र यसको खाँजी मैले हिजो लेखाइदिइसकेको छ हैन। नान देशका भनेको के हो भनेको है। डब्ल्युएच क्वेशनको वाट भनेको चाहिँ के हो त? नान हो भन्ने कुरा बुझ्नु पर्यो। बुझ्यो? ल यो सरर सार्नुहोस् त, अनि फेरि अरू कुरा म बुझाउँछु।